नमस्ते दर्शकबिन, तपाईलाई स्वागत छ फेरि पनि मेरो फार्मिङ खबर युट्युब च्यानलमा। आज पनि हामी चाहिँ भनेको यो 16 दिनका भएका हैन, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ भनेको हाम्रो लगभग अहिले बाँचेका भनेको 410-20 होला। अनि यसमा चाहिँ भनेको समस्या आएको छ, मर्ने संख्या पनि ज्यादा थियो, गर्मी पनि बढी भयो, त्यही भएर हेराक गर्ने समस्या पनि बढी छ। हेर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ, यहाँ गर्मीले पुरै र्याक भएको छन्। यहाँ हेर्न सक्नुहुन्छ यसलाई। हेराक हुन्छ। अनि कुनै त हावा खानको लागि खोर भन्दा बाहिर पनि कुदिरहेछन्। हाम्रो लगभग वेट यति राम्रो आएको छैन यसमा चाहिँ भनेको हैन। यो चाहिँ भनेको हाम्रो डुब्ला जस्तो लागिरहेछ। अनि अर्को छ यतापट्टि, यो चाहिँ हाम्रो यहाँ पनि 500 हो, तर यहाँ बढी मात्रामा मरेको भनेको त्यस्तै 20-30 वटा मरेको होला, अरु सबै छ। अनि यहाँबाट चाहिँ हामीले भनेको अब आजदेखि उठाउने भन्ने प्लान थियो, तर आज चाहिँ आएको छैन अहिलेसम्म। अहिले बेलुकासम्म आइपुग्छ होला। अनि आइपुगेको त्यो लिएर हामीले हालेको भिडियो पनि म हाल्नेछु हैन। अनि अहिले चाहिँ छन् लगभग 2.5 केजी, 2.2 यस्तै छ हैन। 1 केजीको पनि छ, 1.5 केजीको पनि छ। अब हेर्न सक्नुहुन्छ कि एभरेज वेट भन्ने बित्तिकै त अब यहाँनिर यत्रोमा भनेको त अब थाहा नै हुँदैन हैन। एक नासको त हुँदैन नै त्यो त। के भनेको तपाईहरुले पनि बुझ्नु भएकै कुरा हो, जान्नु भएकै कुरा हो हैन। तर म यहाँ चाहिँ भनेको अहिले एभरेज वेट देखाउँछु है त है तपाईहरुलाई। हेर्न सक्नुहुन्छ, मैले यो निकाले टक्लक्क बनाएर अनि यहाँ राखे। त्यसपछि मैले सर्लक्क मेसिन ओपन गरेको छु। 0.000 आयो। 2 केजी 200 ग्राम। यो भनेको चाहिँ 2 केजी 200 ग्रामको छ है।